कथा र भावनाले परिपक्व, आत्मीयताले भरिपूर्ण वीरेन्द्रनगरको व्यस्त सहरदेखि पर महाभारत पर्वतको काखमा आँखाभरि अटाउन नसकिने गरी प्राकृतिक सौन्दर्यताले भरिपूर्ण अनि चुनौतीहरूले भरिएका सडकहरूसँगै गन्तव्य भोटेगढी सिमाना सुर्खेत दैलेख तल्लो राता नाङ्ला दर्नकोट सालडाँडा मुहानसँगै सोधखोला सेरोफेरोमा आजको भिडियो रहनेछ। हावा चल्यो। अहिले चाहिँ हामी त्यो माथिको ठाउँबाट यहाँ तल आइसकेपछि चाहिँ अहिले हामी यो साइडबाट तपाईँको चाहिँ दर्नकोट फारीतिर जाने बाटो हो र अहिले हामी यो बाटोबाट चाहिँ झेडाबाट भएर सालडाँडा हुँदै आएको बाटो र अहिले चाहिँ हामीलाई यो खोलामा चाहिँ एकदम राम्रो भ्यू देखेर एकछिन रमाइलो गर्नु मन लाग्यो। हामी यतै भुल्छौँ। सोधखोलाको यो चाहिँ मेन मुहान हो। यो खोला भएर तपाईँको चाहिँ यता पश्चिम बट्टीचौरतिर पुग्छ यो खोला चाहिँ होइन। यही खोलाकै छेउछाउमा अहिले हामी छौँ। हामीसँग जोडिनुहोस्। आजको चाहिँ हाम्रो यो दर्नकोट र सालडाँडाको बिचको जुन खोलाको भागको सबै जुन भिडियो थियो यो भ्लगमा चाहिँ यो सम्पूर्ण कुराहरू लगभग हामीले सकेका छौँ। आजको स्पेसल भनेको चाहिँ यही बाटो घाटो र यही खोला नालाको मात्रै स्पेसल बनाउनेछ। यो खालीको चाहिँ जाने टाइम अनुकूल मिलेन र सानो बाबु मालीहरू भएको कारणले गर्दा हामी त्यति राम्रो यसलाई नै सन्तोष भएर दिनुहुन्छ भन्ने आशा लिएका छौँ। हेर्नुहोस्, इन्जोय। बाटो यस्तो छ ल, हेर्नुहोस् है साथीहरू, गाडी नहिँडेर यस्तो छ। यो त धेरै राम्रो छ बाटो। लगातार हिँड्ने भन्दा राम्रो हुन्थ्यो मामा यो बाटो है।